ल ओके गाइस, म चाहिँ अहिले चाहिँ धम्बोई चोकमा आएको छु। काठमाडौँदेखि आएको विराटनगर टु नेपाल काठमाडौँमा झरेर यहाँ आएको छु। भोलि म जान्छु यताबाट फर्किन्छु र आज मलाई खाना एकदम मिठो दिनमा भाइहरू यो पर्छ होइन। अनि हाम्रो के भन्नु त तपाईँ चाहिँ हाम्रो चाहिँ यहाँ काउन्टर प्ले गर्ने हुन्छ भने पनि गरेँ एकदम दामी डिस्काउन्ट पनि गर्नुभएको छ र कुनै कुनै भाइलाई छुट्यो होइन टिप्स दिनु मैले सक्दिनँ। ओके थ्याङ्क यू, म भोलि क्यान्सल गरेर जान्छु। त्यसको लागि चाहिँ म छ्याबाट जान्छु र यो चाहिँ अब तपाईँ चाहिँ आज ल ठिक छ भोलि पनि म क्यान्सल गरेर गयो भने एक दिन म यहाँ बसिदिन्छु। आई एम जस्ट प्राउड अफ यु नाउ इज ओलम्पिक प्लेयर ब्याडमिन्टन प्लेयर। सो गाइस सबैभन्दा मन परेको मेला चाहिँ फेरि यो चाहिँ हो फेरि यता है त्यसको भिडियो बनाएर ब्लगमा हेर्नुहोला। अहिले बेलुका ब्लगमा हाल्छु म कम्प्युटरमा सर्च गरेर। अनि यहाँ हाम्रो साउजीले पनि हामीलाई डिस्काउन्ट गरिदिनु भएको छ, त्यो पैसा ठुलो कुरा होइन। के हुने भने त खाएर दिनुपर्छ। अलिकति हल्लासल्ला भयो भने छेउमा चाहन्छु, माथि चाहन्छु। तर कसैले पनि केही पनि गर्नु भएन, मलाई एकदम खुसीले दिनुभयो। तर मलाई आज घुमेर जाँदा के लाग्यो भने चाइनिज आयो भनिदियो कि अब अलिकति दुःख लाग्यो नेपाली मान्छेलाई होइन। अनि मेरो मनपर्ने मान्छेलाई मैले इन्टरभ्यू लिएको छु, यसको ब्लगमा अहिले बेलुका हाल्छु। र यो हाम्रो मोमो सेन्टर फिस नेपालको धम्बोई चोक या 추당계를 동 한번에 되는 이 모든 당근에 하나도 이 모모디 세포와 당근에 시대금에 얼굴 당고 이야 초 전보당 야원 많이 되네. 어떻게 보면서 아이나 스텝 플리즈 मैले अलिक दिएछु बिर्सिएर होइन ल खुसी लाग्यो। यति मैले नेपालमा 10 वर्षपछि यहाँ नेपालमा म त अब हराउँछु म त छोड्दिनँ होइन। केन्द्र पद लाने अनि भाइहरुले भनेकै यही हो भिडियो एउटा कुरा आयो है सोध्नु जानु भएको छ उहाँलाई म बुझ्दिनँ होइन। अनि यहाँ एउटा के भएको छ भने यहाँ एकदम रमाइलो कुरो पनि छ होइन। म अहिले राजाको बुढो एयरपोर्टमा बसिरहेको छु। अब भोलिको मेरो फ्लाइट त भएन, म काठमाडौँ रिटर्न हुन्छु। या म त चाइनिज व्यापारी ट्युसन सँगै खम्बो रे भनेर धम्बो थ्याङ्क यू के भन्नु छ होटलको बारे भन्नु नि त। हाम्रो काट्छु त अहिले यहाँ काटेर मिलाउनु नि त। यहाँ हाम्रो मोमो सेन्टर एकदमै फेमस छ नेपालमा, सबैजना आउनु होला। मोमो र त्यसको स्पेसली यहाँको सबैभन्दा मिठो पाइन्छ नेपालमा। त्यति नै हो, उहाँहरू आउनुभयो, धन्यवाद। Thank you. This is my brother. We like this now. It's more young story. Yeah. एकदम खुसी लाग्यो यति भनौँ ल। यति भन्दै भिडियो थ्याङ्क यू धन्यवाद। म अब जान्छु, मेरो अब सुत्ने ठाउँ पनि जानुपर्ने हुन्छ र होटल कहाँ थाहा बुटल भन्नेमा थाहा छ। ल